गेमको कुरा गर्नु पर्दाखेरि चाहिँ चितवन एफसी भर्सेस पोखरा थन्डर्सको जुन फर्स्ट हाफमा चाहिँ एकदमै इन्ड टु इन्ड फुटबल देखिरहेको थियो होइन। एकदमै दुइटै टिमले पासिङ गेमहरूमा एकदमै ध्यान दिइरहेको थियो र सर्ट पासहरूमा एकदमै ग्राउन्ड बल खेलिरहेको थियो दुइटै टिमले होइन। मिडफिल्डमा बल कन्ट्रोल देखिरहेको थियो दुइटै टिमको होइन, जुन एउटा मिडफिल्डमा हुनुपर्ने कन्ट्रोलहरू देखिरहेको थियो होइन। अनि त्यसपछि अब फर्स्ट हाफमा चितवन एफसीले खेलको 16औं मिनटमा गोल गर्यो भने र अनि त्यसपछि पोखराले थोरै बल कन्ट्रोल लिइरहेको थियो र चितवनले पनि फर्स्ट हाफमा चाहिँ चितवनले अलिक बढी पेलिरहेको थियो, एकदमै सटहरू हानिरहेको थियो र एकदमै किपरलाई एकदमै गाह्रो बनाइरहेको थियो भने जुन एकदमै पोखराको किपरलाई एकदमै गाह्रो बनाइरहेको थियो। र सेकेन्ड हाफमा आएर पोखराको स्ट्राटेजी चेन्ज गरेर ल्याएर जुन पोखराले चाहिँ सेकेन्ड हाफमा चाहिँ एकदमै एट्याकिङमा जाँदा गोल भएन, तर 1-0 गोल लिड थियो चितवनसँग अलरेडी होइन। अनि पोखराले चाहिँ पेलिरहेको थियो लास्ट एकदमै पेल्दा ग्राउन्ड बलहरूमा ध्यान दिइरहेको थियो। चितवन चाहिँ ब्याक लाइनमा एकदमै डिफेन्स गरिरहेको थियो, खासै अगाडि बढिरहेको थिएन र जब पोखराहरूको माथि आउँछ अनि तब काउन्टर एट्याकमा गइरहेको थियो चितवन चाहिँ। काउन्टर एट्याकमा जाँदा जब लास्ट र अन्तिम मिनटमा चाहिँ जुन पोखराले एकदम डिफेन्स एरियामा कोही पनि थिएन जस, अनि पोखराले चितवनको जुन स्ट्राइकरले 1 चान्स काउन्टर एट्याकमा 1 भर्सेस 1मा गोल गर्यो, जुन गोलमा पनि भयो त्यही गोल विनिङ गोल हुनु पऱ्यो र एनएसएलमा फर्स्ट विन भएको छ, सिजन 3को फर्स्ट विन हो आज चितवनले दिँदाखेरि। चितवनले योभन्दा पहिलाको सिजनमा खासै राम्रो गर्नु सकेको थिएन र यो दोस्रो सिजन पनि खासै राम्रो गरिरहेको थिएन, फर्स्ट सिजन पनि खासै राम्रो गर्न सकेको थिएन र आज चाहिँ त्यो एनएसएलको तेस्रो सिजनमा आएर चाहिँ फर्स्ट विन गरेर चाहिँ चितवनको केही राम्रो पक्ष पनि देखिरहेछ र पोखराले 2-0 लस भएको छ। पोखराले नेक्स्ट म्याचमा राम्रो गर्नेछ र पोखराको टिम पनि एकदम राम्रो देखिरहेछ, एकदमै राम्रो छ। यङ्गेस्ट प्लेयरहरू छ पोखरामा र चितवनमा चाहिँ एकदमै अनुभवी प्लेयरहरू छ र एकदम राष्ट्रिय टिमको छ र विदेशी प्लेयरहरू पनि देखिरहेछ र डिफेन्स एरियामा देख्नु पर्दाखेरि एकजना विदेशी प्लेयर राम्रो छ, एकदमै डिफेन्स सेन्ट्रल डिफेन्डर, उसको एकदमै मैले देख्दाखेरि चाहिँ उसको चाहिँ एकदमै राम्रो देखिरहेको छु मैले। र चितवनको एट्याकिङ लाइनमा पनि एकदमै राम्रो छ र जुन यो मिडफिल्डमा बल कन्ट्रोल गर्ने स्टाइलहरू पनि राम्रो छ र पोखराको पनि त्यस्तै छ, पोखराले नै एकदमै राम्रो खेलेको छ र पोखराले पनि ग्राउन्ड बलहरूमा एकदम मिडफिल्डमा बल खेलाउन सक्ने खेलाडीहरू छ, जुन जसमा अब सुरजिङ ठकुरी जस्ता खेलाडी छ, आयुष कलान जस्ता खेलाडीहरू छन् होइन। एकदमै राम्रो छ, समग्रमा हेर्नुपर्दा दुवै पक्षको गेम एकदमै राम्रो देखियो र इन्जोय गरेँ गेम हेरेर एकदम।